guys, welcome to Balag. हामी कहाँ जानु पर्यो सर? हामी भरतपुर रामनगर घुम्नको लागि तर मौसमले खुब ज्यादा जान्छ आज मौसम च्यालेन्ज हान्नु हेर गाइस हेर्नु खानु पर्ला तर हाम्रो जसरी पुरा गर्छ भनेर हेरिरहेको छौँ हामी अब जतिसुकै पानी परे पनि त्यो च्यालेन्ज गरेर अगाडि बढ्नेछौँ हामी कहिले हार मान्ने छैनौँ गाइस मौसम पुरै 70% पानी देखाइरहेछ आज मैदानमा आज त्यतिकै लामो समयपछि पानी पर्ला जस्तो छ गाडीहरूलाई बोला जस्तो छ गाइस हेर्नुहोस् गाइस फाइनली यस्तै पानी आइसकेछ हाम्रो चाहिँ यहाँ मगर खोलामा माथिबाट पानी परेको भएर अब हामी चाहिँ भरतपुर जाने भनेर हिँडियो तर हामीलाई चाहिँ बाटामा पानीले भेट्छ जहाँसम्म मनिष सरले चाहिँ सेफ्टी लगाइसक्नु भएको छ भन्ने सुनेको छु मैले मेरो सेफ्टी चाहिँ अलरेडी बाइकमा त्यहाँ चम्पामा झुन्डिरहेछ भर्खरै हामीले 350 रुपियाँको तेल हाल्यौँ यति भएपछि भरतपुर त पुगिन्छ भरतपुर गएर फेफे कलेक्सनमा हामी इन्टर गरिन्छ त्यसपछि गएर रामनगर हामी कता कता डुलिन्छ सो आवर टुर इज बिगिन होइन यस यस आवर जर्नी आवर ट्राभल इज बिगिन ओके सो सी यू सुन हामी चाहिँ पानी परेको भएर हामीले रोक्यौँ बाइक रोकिसकेपछि हाम्रो केटाप चाहिँ यस्तो भइसक्यो मनिष सरको पनि रेडी भइसक्नु भयो र हामी पनि रेडी छौँ अब चाहिँ हामी यहाँको हिँड्यौँ अब हामी यहाँबाट हामी अहिले चिरौलीबाट यतापट्टि छिरेछौँ अब चाहिँ हामी के गर्छौँ त जान्छौँ सिधै जङ्गलहरू जान्छौँ यिनीहरू पनि भरतपुर हिँडेर गाइस हामी चाहिँ अब कोना सिक्किमबाट प्रवेश गर्दैछौँ यहाँ चाहिँ प्रवेशसँग कोना सिक्किमबाट प्रवेश गर्दैछौँ सब भइरहेको छ गाइस अगाडि कुकुर आइरहेको छ गइरहेको रहेछ यहाँ पहिला आउँछ कोना सिक्किम नानीमा भएको एकदम राम्रो झलक भनेको कोना सिक्किम छ गाइस हेर्नुहोस् अब हाम्रो जङ्गलभित्र कति वन्य जन्तुहरू देखिन्छ हामी चाहिँ भिडियो बनाउँदै जान्छौँ हात हेर्नुहोस् गाइस उल्टो भयो होइन कि यसरी हाल्नु उसमा नराखेको त्यो गुडमा माथि बन्छ होइन स्टेबलमा बनाउनु पर्ने है त्यही भन्छ गाइस अब चितवन नेसनल निकुञ्जको डेस्टिनेसन अब यहाँबाट स्टार्ट भएको छ जहाँ चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हुने छैन भन्ने आशा गर्दछौँ बाटो जङ्गलको बाटो चाहिँ एकदम राम्रो छ अलिक जङ्गल जान कति डर लाग्छ अरू चाहिँ ठिक छ जङ्गलको बाटो फाइन फुड एन्ड फाइन छ सो अब हामीलाई आइज चाहिँ मोबाइल बनाउनु पर्छ गाइस हामी कति भिडियो बनाउन सकिँदैन ओके बाई सी यू फेरि आज पनि अहिले पनि बाटा मृग देखिसकेका छौँ हेर्नुहोस् गाइस हेर्नु कति राम्रा आहा
तिनका मासु कति मिठा होला नि त्यस्तो हेर्नुहोस् होइन। हो र पाप लाग्छ कति राम्रो राम्रो खानु लाग्यो हाई ऊ अगाडि पनि यता पनि देखिन्छ कति हो त नि भिडियो क्वालिटी हेर्नु त कस्तो नराम्रो आउने अहिले के हो भयो अगाडि चाहिँ अर्कै रहेछ अगाडि चाहिँ अर्कै रहेछ अर्को जरायो होला त्यो जराएको बच्चा जस्तो लाग्यो कि जाने अघि जाने न हो जराए नै हो जरायो हो 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 ऊ चाहिँ अर्कै हो ऊ त ठराउँदै भाग्यो यार ऊ यो जराए नि ऊ सिङ छ हेर्नु त ऊ जरायो यो हो कस्तो बुरुक बुरुक उफ्रिने हिँड्नेछ त है पछाडिको हजार अस्ति भने अगाडिको हजार अस्ति नै धेरै राम्रो हुन्छ पछाडि हो र अब कम्पेयर गरौँ न ल वेलकम गाइस हामी चाहिँ भर्खरै 24 कोटी आइसकेको छौँ भरतपुर हेर्नुहोस् यहाँ कति राम्रो बनाएको रेडुवाले नि हाम्रो छ रेडुवाल होइन अब हामी यतापट्टि जाने उतातिर कता जाने पोखरा जाने गाडी गाडीको पोखरा जाने गाडी माडीकै हो र हेर्नुहोस् त्यहाँ कति राम्रो छ डिभाइडर यहाँ बिचमा पोखरा अस्ति बनाउनु भएको छ एकदम अब हामी कपडा किनेर काम गर्छु कपडा किनेर हो छैन लारा आयो भने कपडा किन्नु लारा आएन घर त छ कपडा फिल्म हेरेको यहीँ हो कि स्विजरल्यान्डमा अन्डरग्राउन्ड नै छ कार पार्किङ होला तर यहाँ आएर हेर्दाखेरि काठमाडौँको फिल हुन्छ कि यहाँ यो डाँडाबाट हेर्दाखेरि घाटबाटै नि हाम्रो अरूको बाटो जाने हो जाने हो कहाँ त्यतिकै हेर्न हेर्न घुम्ने नि हाँसी के खाएर है क्या नि ल ल फर्किने फेरि कहाँनिर अन्त तपाईँ सोध्छु भन्नु त पहिले अब हिँडिसकिस् क्या नि त्योबाट त्यही त हो तपाईँ भन्नु तपाईँले भन्नु कपडा किन्न ल जे भन्थ्यो राजी म त हामी चाहिँ लेफाफे रस रहेछ कि जल्दी फोकस गरौ हामी चाहिँ लेफाफेमा जाँदैछौँ लेफाफेको दिदी हुनुहुन्छ त्यहाँ है लेफाफेको दिदी यस्तो राम्रो हुनुहुन्छ दिदी ट्याक्कै डिस्काउन्ट 90% डिस्काउन्ट दिनुहुन्छ हामीलाई चाहिँ अरूलाई 10% एकमा भिडियो हेरेर आउँदैछु शहीद चौक भन्नु अथवा शहीद चौकबाट भित्र छिर्नु शहीद चौक पुग्छ त्यही त्यहाँबाट लाइन चौक पढेर आइसक्यौँ हामी शहीद चौक जाँदैछौँ दिदी म आउँदैछु त्यहाँ कपडा तयार गरेर राख्नुहोस् ए शहीद चौक यही हो शहीद चौकै हो हो यसलाई शहीद चौक भन्नुको कारण के रहेछ शहीदहरू यहाँ
भएको भएर हामी चाहिँ लेफाफे तिन थालिसक्यौँ। यहाँ चाहिँ के प्लाज्माहरू छ, मिलन मार्केट, A to Z मोबाइल सेन्टरमा, त्यसपछि आएर हङकङ बजारबाट अलरेडी अगाडि गइसकेको थिएँ। यतापट्टि लेफ्ट साइडमा लेफ्ट साइडमा देखाउँछ कतापट्टि हो यतै यतै हो, तर कतापट्टि पनि म हेर्छु। लेफाफे हो। अनि भित्र भयो नि त अझै लेफाफे हो लेफाफे होइन लेफाफे लेफाबेकमा आइसकेँ। मैले चाहिँ टिकटक हेरेर यहाँ चाहिँ फर्स्ट फ्लोरमा भन्नुभएको छ। अब यहाँबाट छिरम हामी फर्स्ट फ्लोरतिर जान्छौँ। मैले चस्मा लगाएर आँखै देखेको छैन, त्यही नै हामी यहाँ किन्छौँ। यहाँ सामानहरू मेरो घरको लागि पनि सामान किन्न छ मनिष छ, तर अहिले आई हेभ नो मनी। सो वी आर गोइङ टु शप। खुले कि खुले छैन नि? फेरि खुले छैन भने घुम्न जाने हो। खुले छैन जस्तो लाग्छ मलाई जहाँसम्म। लेफाफे के भन्छ यहाँ हो, अझै माथिको खुले कि खुले छैन? फर्स्ट फ्लोर भन्ने सुनेको थिएँ, हो कि होइन? हो माथितिर गइसकेको थियौँ। यसै म टिकटकको भिडियो हेरेर लेफाफेमा आइसकेको छु। लेफाबेक होइन, लेफाफे भन्दै आएको छु म वहाँबाट। हामीले चाहिँ यहाँ खोल्दै हुनुहुन्छ। चाहिँ आज हामी फर्स्ट कस्टमर होइन। एउटा उस गरिसकेँ। कुन कहाँ लेखेर 800 खै त्यही भएर त 800। अनि कहाँ यहाँ 1500 है नकिन्ने यत्र हाम्रो यो औकातको 12 यस्तो किन्नुहुन्न। मैले चाहिँ यहाँ लगाएको अब कस्तो देखिन्छ एउटा ठिक्क है यार मलाई यो है। यही लेख्न पर्ने भयो। ह्यान्डसम सुहाउने छ तपाईँलाई। हेलो यसो दामी देख्यो ल। एउटा लिगेँ मैले यो 500 को टी सर्ट हो। 500 को टी सर्ट 500 को। तपाईँ पनि किन्न आउनु होला यहाँ लेफाफेमा। तपाईँहरू यहाँ सामान किन्न आउन सक्नुहुन्छ। छानी रोजी एउटा मैले चाहिँ यस्तो खाले लिगेँ। एउटा चाहिँ यस्तो म्याच गर्छ दिदी। यो चाहिँ मन पर्यो एउटा, यो ठिक लाग्यो। एउटा यो लिगम कि मन सर यो ठिक छ होइन? न अर्को पनि के ल आई विल ट्राई। यो मलाई ठिक लाग्यो है। यहाँ बुढीमा कुन लिग त ठिक? त्यो भित्रपट्टि पनि हेर्दा पनि मात्र म चाहिँ अब फेरि यो चेकअप गर्न गएँ। जान्छु म भित्र। दामी छ दामी गाइज। कपडा लिइसकेको छु। मनिष सर पनि कपडा फेरेर आइसक्नु भयो। ह्यान्डसम म्यान। अनि अब हामी चाहिँ कस्तो नि घरबाट लाएर आएको कपडा चाहिँ यहीँ झोलामा हालेर हामी चाहिँ यो ड्रेस लगाएर जाने। अब घुम्नलाई अब कता हुन्छ हामी। यता हेर न, म फोटो खिचिदिन्छु ल। यत्तिकै बस्ने
भर्टिकली किन ल होरिजेन्टल भर्टिकल ल तपाईँहरू चाहिँ यहाँ कपडा किन्न आउनु सक्नुहुन्छ है लेफाबी मैले चाहिँ त्यहाँ तपाईँहरूलाई म्याप पनि हालिदिन्छु कहाँनिर छ भन्ने यो एकदम राम्रो उसमा पाइन्छ ल आई एम ह्याप्पी पात्र मान्छेलाई ठिक्क मिल्ने कपडा पाएको छु महिनापछि मैले पनि यो लाउने थियो इन्डियामा तर यो नेपाली 80 रुपियाँमा पाइँदो रहेछ हाम्रो दिदी ल्याउनु भएको हो कि 80 रुपियाँमा नेपाल हो नि त तर यो सस्तोमा त पाएको माडीमा भएको है 700-800 पर्थ्यो यो ठिक छ ल दिदी ह्याप्पी दिदी ओके ल यहाँ आउनु सक्नुहुन्छ तपाईँहरू भिजिट गर्नलाई एकदम राम्रो राम्रो कपडाहरू यहाँ चाहिँ पाइन्छ अहिले चाहिँ हामीलाई आवश्यक यति पऱ्यो फेरि दसैँको लागि सपिङ गर्न हामी यहीँ आउँछौँ मिलन रोड शहीद चोक नारायणघाट शहीद चोकबाट अलिकति भित्र आउने हो मैले तपाईँहरूलाई त्यहाँ अघि म्याप हालिदिइसकेको छु यहाँ आउने त्यो हेर्दै आउनु होला हस् त अब हामी चाहिँ कता कता जान्छौँ हामी बनाउँदै जान्छौँ ओके बुद्ध भएर हामी मनिष सर हिँडिसक्नु भएको छ हो हामी पनि फारा हुनाले गइसक्यौँ अब यहाँबाट हामी लगभग एउटा सपिङ गऱ्यौँ ड्रेसअप लाएर हिँडेको छ किनभने हामी चाहिँ अलिकति मलाई चाहिँ त्यो ड्रेसअप चाहिँ मलाई सधैँ व्हाइट व्हाइट लाग्यो अरे एउटै लाउने टी सर्ट भन्ने कुरो भएर यस्तो लगायौँ यो बोर्डिङ लगाएर जाँदा नि हुन्छ फेरि यो हुन्छ अब चाहिँ हामी त्यो एउटा दिदीकोमा जान अब एउटा मेरो बुढीको लागि एउटा कपडा किन्नको लागि त्यो दिदीकोमा चाहिँ जान जुन सस्ता पाइँदो रहेछ त्यहाँ मिलाएर आइफोनहरू पाइन्छ क्या र यति कता हो तर त्यतिखेर मौसम कहिले राम्रो छ है अहिले बल्ल शीतल हो नि के बाइकमा हिँड्दा मजा आउने गोर्खाली फेरि भेट्यौँला सर 1000मा आउला र अब मम्मीलाई के त्यो साडी हो कि साडी भन्न आउँछ फेरि पुरा सुरा लाउँछ हजुरभन्दा बढी इन्भेस्टमेन्ट नगर्ने कि आई हेभ नो मनी फर दिस कि मम्मीले आफै किन्नुहुन्छ घरमा मम्मी घरमा किन्नु भने मम्मीको पैसाबाट गएको थियो यता हो फाइनली नारायणीको तेलमा आइसकेका छौँ ओके गाइस हेर्नुहोस् हामी अब यहाँ बसेर घरबाट टक्क ल्याएर 10वटा रोटी तरकारी परमेश्वरले पकाउनु काँचो तरकारी छ अरे त्यसको अनुभव लिउँ पहिला काहीँ पाकेको मात्रै किन खाने काँचो पनि खाऊँ न फरक टेस्टी लिउँ हेर्नु त आज बाढीले आहा कति राम्रो देख्ने छ फुलको भ्यू हेर्नुहोस् गाइस नारायणीको फुलको भ्यू आहा अक्सफोर्ड कलेज आहा छकरी स्टाइलहरू हेर्नुहोस् गाइस अनि हामीलाई पनि हेर्नुहोस् नयाँ नयाँ कपडा 500को कम महँगो छ तपाईँलाई थाहा छ कति गाह्रो छ 500 पाउन हामी चाहिँ नारायण तिनमा आयौँ अब यहाँ बसेर खाजा खान्छौँ किनभने अब बाहिरी होटेलमा खाने कुरो भएन होइन अनि त्यो भएर यहाँ खाजा खान आएको खाजा खाएर अब हामी चाहिँ त्यसपछि रवाना हुन्छौँ घुम्नको लागि हामी यो बाटो जाने हो तपाईँ दियालो बङ्गला जानु भइजानु होइन दियालो बङ्गला दियालो बङ्गला नि जाउँला ल ओके क्लोज गरिदिउँ हामी चाहिँ बाइक चम्पालाई यहाँ मैले स्टेसनमा राखिसकेँ सो अब हामी चाहिँ खतरा राम्रो आहा मनिसहरू यतापट्टि अब हामी भोजनतर्फ जान्छौँ किनभने अब हामी स्रोत लागिसकेपछि त्यस्तो केही पनि खाँदैनौँ हामीले बाहिर चिजहरू अब हामी चाहिँ रोटी सादा रोटी दाल भात रोटी र भुजिया खाँदैछौँ मैले पकाएको भुजिया मनिषहरूले पकाउनु रोटी मनिषहरूले त होइन होला मम्मी सरको मम्मीले होइन अल्छी हुनुहुन्छ कि मनिष देख्नु अनि ल अब हामी चाहिँ खाना जान्छौँ ल प्लिज ओपन इट डोन्ट वेस्ट टाइम यता हेर्नु त तपाईँ छक पर्नुहुन्छ कस्तो पानी किन्नुहुन्छ यहाँ ट्यागको लाएर चाहिँ रोटी चाहिँ अनबक्सिङ भइसकेको छ कसरी बाँध्नु रहेछ मैले होइन म्याडमले हो हो त्यसलाई जानु न
घोप्टिने के खोल्न गाह्रो हुन्छ है झट्टपट्ट त भोकै जानुपर्छ घर है नङ छैन जस्तो लाग्यो मलाई मनिषहरूले कतिको पावर रहेछ मनिषहरूमा ल ल यतिको बस भइगयो ल पानी हाम्रो मनिषहरू खानुहुन्छ मजाले भर्खरै खाँदै खाएँ अब यस्तो सिनेरीहरू देखाउँछु म तपाईँहरूलाई ए हाम्रो आमा सिनेरी छ अब हामी चाहिँ भर्खरै खाएर अगाएँ म चाहिँ अब हामी घुम्न जाने हो के छ फुल चाहिएको हो मनिषहरूले टिपिदिनुहुन्छ नि त होइन होइन हामी चाहिँ एउटा दाइले यहाँ फोटो खिचिदिने भन्ने भयो हुनुहुन्छ हामी चाहिँ ट्याक्कै एउटा फोटो खिचिदिने भनेछ भने दाइ ल हाम्रो दाइ एकदम माया लाग्दो दाइ हुनुहुन्छ हामी चाहिँ एउटा फोटो खिच्छौँ दाइले फोटो खिचेपछि अनि हामी रामनगर जान छ आज हामी धेरै ठाउँमा घुम्ने भनेर आएको हो रामनगर घुम्ने त्यसपछि आएर हाम्रो यो ड्याम साइड त यही हो यहाँ माथिपट्टि अनि दियालो बङ्गला अघि भन्थ्यो नि मैले दियालो बङ्गला जाने गर्ने हो ल हेलो गाइज वेलकम टु आवर न्यू ब्लग एज कतिखेर न्यू भएको हामी चाहिँ जाँदैछौँ हामी रामनगरको पार्कमा अहिले पछिल्लो समय निकै भाइरल भइरहेको छ जहाँ अत्याधिक मान्छेहरू आएर फोटो खिच्ने भिडियो बनाउने तथा विभिन्न कार्यक्रमहरू गर्ने खाने गरिरहेका छन् यहाँबाट दियालो बङ्गला जान्छ हामी यहीँबाट गएको दियालो बङ्गला यो महेन्द्रको पालाको बङ्गला हो यो चाहिँ जम्मा पैसा दिनु दिन्छ कसो जानु पऱ्यो भित्र मोबाइल लागिदिनु भित्र के छ शरीरमा त्यतिको वर्ष हुन्छ कि त्यसो भएर I found something. This is important for me, you know guys. You don't know. Yeah, you know. तपाईहरुलाई थाहा छ गाइस, हेर्नु सबैको भने तपाईहरुलाई थाहा छ. हेर्नुस्. हामी कहाँ छौँ हैन बाबा छ. देउगा जानु होइन. हो हैन. साच्चै गएन गएन. फर्स्ट टाइम यति होटल ब्यागमा फेरि ट्राभल गरी फर्स्ट टाइम गरेछ. ए म पोखरा पनि आइपुग्यो. 11 बेलामा टाढीमै बसे, घरबाट बाहिर निक्लिनु भनेर गेम खेलेर बसी. अनि यहाँ आए यो साथी थियो. अगाडि हाल्यो. Oh my god. यो भिडियो छ भन्ने मरेको यो मान्छे यो हो र गाडी रोकेर यस्तो यो ओभरटेक गरेर नि भन्ने हाल्दिएको हो सर हेर्नु मैले हेर्नु त सलाई रस्ता छैन आछ हो यो अगाडिको बाइक छ त्यो अगाडि यो कुन भन्छ त्यो बाइकको नाम मलाई थाहा भएन झन् अगाडि बाइक निकाल्नु गरेर असफल भएको छ Allah yo ट्राभल गर्ने त्यति बेला यो
अनि यता त पार्क जस्तो भएको कुनै उतै हो ओके थ्याङ्क यू आन्टी पानीको बोतल हस् कहाँ राख्नु पानी बोतल मेरो यहाँ थियो उसमा काखमा ए ल ओके गाइज कता हो यताबाट छुने कि यताबाट छुने छिन ठाउँ होला नि इन्ट्रेन्स यहाँबाट जस्तो लाग्छ मलाई यही हो यही होला सायद पर्यो सर छिरी मिल्दैन यताबाट कहाँ चाहिँ सल्लाह गरौँ न कुरा गरौँ न ठाउँ त यही हो गेट यहाँ त लेख्यो नि खै यहाँ साइनबोर्ड हेरौँ न यही हो गाइज ओ माई गड कता हेऱ्यो नि केटी वाउ गाइज हामी फ्यामिली गाइड आइसकेका छौँ ठाउँमा टिकट चाहिँ जम्मा 25 रुपियाँ छ भने सुनेको छु मैले टिकट जम्मा 25 रुपियाँ ल म काट्छु नि त मसँग खानु ल एकैछिन होइन यो कहाँ टिकट काट्ने कता हो तपाईँले नि हो 25 रुपियाँ ल फर्स्ट हो हामी हो र फर्स्ट हो हामी यो चाहिँ रामनगरको ठ्याक्कै यतापट्टि आएर यसलाई के भन्छ यसलाई यो के यो हजुर पार्क त पार्क भयो दिदी यसलाई चाहिँ ठाउँको स्मार्ट पार्क सो वी आर इन्टर इन स्मार्ट पार्क दिदी यो हेलमेट चाहिँ यहीँ हुन्छ नि होइन ल थ्याङ्क यू हामी चाहिँ वी आर इन्टर इन स्मार्ट पार्क सो वी आर भिजिटिङ इन different places whereas where Yeah, you know guys, you know well. so हामीलाई चाहिँ अब इङ्ग्लिस हो नि त हामी त इङ्ग्लिसमा बोलिदिन्छु कि त्यो इङ्ग्लिस टिचर यताबाट घुमेर हामीलाई Because we are English teacher, yeah. यस You know well. हि इज म्याथ टिचर साइन्स टिचर हामी इङ्ग्लिस टिचर Yes, हेल्थ teacher. टिचर म्याथ टिचर Any problem you have, you can call professor for medical And- surgery. Different kinds of like diseases, Okay. rhinovirus activate or HIV AIDS, protection, yeah, all of kind this stuff. You know, sir will know. ओके ओके सो दामी ठाउँ छ यो हामी चाहिँ अब म चाहिँ यो ठ्याक्कै यो घुम्नलाई मात्र आएको यहाँ हेर्दै 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 जाने कस्तो देखिन्छ सिनेरी गेट त यहाँनिर नि रहेछ नि त तर यो गेट यहाँनिर नि छ एक्जिट भिडियो होला नि त अँ यहाँ चाहिँ यो सर भिडियो बनाउनु पुरा ल तपाईँ हिँड्नु ल पर्छ हिँड्नु ए भाले फेरि हिँड्नु ल फर्किनु होइन यत्तिकै भिडियो फेरि घुम्नु घुमी घुमी फनाना नाच फनाना टुडे मनी सर इज भेरी ह्याप्पी टुडे दिस के अरे ए म के अरे because of many places. इज भेरी स्पेसल फर हिम Very not special. for him. हिम यु Yeah. सो हामी फेरि अब यताबाट जान्छौँ हामी चाहिँ यहाँ आइसकेका छौँ त्यो एकदम भाइरल प्लेसेस वी आर गोइङ टु भाइरल प्लेसेस स्मार्ट पार्क रहेछ स्मार्ट पार्कमा स्मार्ट भनेको त्यतापट्टि स्मार्ट मान्छे स्मार्ट मोबाइल त्यतापट्टि चाहिँ राम्रो आएको छ तर यतापट्टि चाहिँ त्यस्तो खासै राम्रो छैन है We are entering हामी चाहिँ यो भाइरल घरमा धेरै पहिल्यैदेखि चाहिँ टिकटकहरूमा हामीले देखिरहेको थियौँ यो भाइरल घर यति राम्रो ठाउँ छ पार्कमा यहाँ मान्छे पनि एकदम राम्रो हुनुहुन्छ मनिष छ र हामी
मनिष सरको नजर यो पार्कतिर छ। यो चाहिँ मेन हाइवे हो। यहाँबाट चाहिँ ठुला सवारी साधनहरू आवत जावत गर्छन्। के रहेछ प्रज्ञा स्मृति पार्क भनेपछि यो आर्मीहरूको हो मेबी। रामनगर। वाओ go to this Okay, come. यस यहाँबाट हेर्दाखेरि पार्कको भ्यू चाहिँ राम्रै हो। पार्कको भ्यू नै हो। हामी चाहिँ यहाँ माथि आइसकेका छौँ। यतापट्टि यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो। यतापट्टि पनि यस्तो राम्रो ठाउँ छ भव्य, मान्छेहरू खेल्न। हामी चाहिँ फोटोसोटो खिच्यौँ, भिडियो नि भयो होइन। सबै कुरा भयो। अब हामी अब एउटा मात्र हो। त्यही काम सक्नु जानुपर्छ। अब हामी चाहिँ सिधै अब नारायणीको तिरतिर जान्छौँ। अब हामी सिधै यहाँबाट रमाइलो गर्दा गर्दै जाने हामी नि। आउनु एउटा यसो यहाँबाट फोटो खिचौँ न है। ल सो फाइनल्ली हामी अब यो ठाउँ चाहिँ घुम्यौँ। यहाँनिर घुम्नुपर्ने, बनाउनुपर्ने, देख्न पर्ने ठाउँ हामीले सबै घुमिसकेका छौँ। अब चाहिँ हामी यहाँबाट सिधै फेरि एकचोटि नारायणतिर जान्छौँ। नारायणतिरबाट चाहिँ नि हामी तपाईँको सिजिल्यान्ड मार्ग अरू अरू ठाउँमा पनि हामी जाने नै छौँ। कृपया तपाईँहरू हाम्रो साथमा रहनु होला। र मेरा विद्यार्थी भाइ बहिनीहरू कसैले हेर्नुभएको छ भने यो क्लिपमा चाहिँ मैले के भन्छु भने के एउटा सरप्राइज दिने होला र भन्नुहोस् त। हुन्छ। के सरप्राइज दिने? के सरप्राइज दिने? त्यही त सोधिरहेको म। ल जसले यहाँनिरको एउटा मैले मेरो कोड भन्छु, त्यो कोड चाहिँ मलाई कसैले अब तपाईँले हेरेर क्लासमा भन्नुहुन्छ भने ल भन्नु, एउटा कोड भन्नु त। 3251 3251 ओके। यो कोड चाहिँ तपाईँहरूले भन्नुभयो भने पुरस्कार जित्ने चान्सेस छ। ल हामी यहाँबाट लाग्यो। मेरी सम्पा ठाउँ भयो। सो मेन हाइवे। सो वी आर गोइङ टु नारायणतिर। लेट्स गो वाइज। मैले चाहिँ कपडा किनेर झोलामा प्याक गरिसकेको छु। अब हाम्रो दिदीलाई यहाँ सामान किन्न आउनु होला। रूपश्री टिकटकमा नि एकदम फेमस हुनुहुन्छ। टिकटकमा चाहिँ अब फेसबुक चाहिँ अब अहिले चल्न छोडिसक्यो। टिकटकबाट चाहिँ हाम्रो दिदीकोमा मिलाएर सामान पाइन्छ होइन दिदी? डिस्काउन्ट पनि एकदम मिलाएर दिनुहुन्छ। ब्रान्डेडहरूको खोजेको जस्तो रोजेको जस्तो सम्पूर्ण किसिमको कपडाहरू कुर्तासबाट साडी पाइन्छ, सस्तोदेखि महँगोसम्म। हजुर हस् त ल। ओके हामी चाहिँ हाम्रो मनिष सर पहिलोपटक होइन हो भन्नु न। अलिकति कन्टेन्ट पाइन्छ कि भनेर पहिलोपल्ट मनिष सर, हाम्रो मनिष सर पहिलोपल्ट हामी चाहिँ चढ्दैछौँ। हामी माथि फिल्म हलको उसमा सम्झौता गरेर आउने त। फिल्म हल कहाँ छ म देखाइदिन्छु तपाईँलाई। आनन्द आउँछ। सो यतापट्टि हो उसमा जाने लिफ्टबाट। त्यो झर्दाखेरि लिफ्टबाट जाने। We are entering City Mahal. So I'll click some photo. Yeah. Hello guys, welcome to our another video. परमेश्वरले बोल्नुहुन्छ केही कुराहरू। अब चाहिँ हामी माडी जाने भनेर हामी चाहिँ यता जाने भनेको हाकिम चोकबाट जाँदाखेरि अलिक सजिलो हुन्छ कि भनेको यता जाने त। ल
गाइस हेर्नुहोस् अब हामी चाहिँ माडी जानलाई हामी सबैभन्दा पहिला 24 कोटीबाट यो 24 कोटी हो 24 कोटीको पछिल्लो के 24 कोटी हो गाइस भन्न खोजेको भिडियो मात्र बनाएर त रुटिनाथ माडी बन्दमा हामी हिँडेको के ए त्यहाँ उसको माडी 40 किलोमिटर ढोडी 75 किलोमिटर भनेपछि माडीबाट ढोडी अझै रहेछ 35 किलोमिटर एक्स्ट्रा रहेछ अब हामी चाहिँ माडी जाँदैछौँ यहाँ माडीको गाडी पनि लागिसकेको अवस्था छ यहाँबाट माडीको गाडी लाग्छ यो चाहिँ माडीको गाडी हो माडीको गाडीमा चाहिँ गाडी हिँड्नलाई एकदम रेडी अवस्थामा रहेछ सम्पूर्ण प्यासेन्जरहरू भइसकेको छ अब हामी पनि यही गाडीको आसेपासे घरमा यो पनि ओके भयो दादा फोटो खिच्ने रे जानेछौँ भाउ मलाई ए सन्चै के छ हेलो गाइस हामी चाहिँ हाम्रो ट्राभल सकेर आज हामी गन्तव्यको अन्तिम छेउतिर आइरहेका छौँ आजको दिन एकदमै उत्कृष्ट भयो मेरो प्यारो मित्र तथा सर परवेश तिमी सेनासँग चाहिँ जिन्दगीको हुन्छ नि एउटा मुभमेन्ट हुन्छ नि त्यो चाहिँ एकदम मेमोरेबल भयो गाइस त्यसमा चाहिँ म एकदम थ्याङ्कफुल छु आई एम थ्याङ्कफुल छु सो पर्छ एकचोटि बाई हेलो गाइस हाम्रो भ्यायो सकियो है ओके बाई बाई